काली खोइ बोलेको हो आमा उसको बोल्ने सुरुमा चाहिँ त्यही नै हो क्या आमा खोइ अझै भन्दो रहेछ हैन के भनेको के भनेको हौ म त जाने त बजार अब बजार जाने हो अझै पनि जाने अरे लुगा लाउँदै हुनुहुन्छ अनि यो चाहिँ ढाकाको जे चिप्लो हो यस चिप्लो पर्छ म त ढाका भन्दै थिएँ हेर्दा चाहिँ पुरा ढाकाकै साथी हामी त मन्दिर जाने पूजा गर्नलाई काली घर जानु मम्मी जानु भन्दैछिन् कालीले जाने खोइ भाइ म कोलाहरू ल्याइदिन्छु तिमीलाई ल आमा पनि आउनुहुन्छ कान्छो बेलबारी गइरहेछ किन काली त जाँदैनौ ल बसी घरमा बसिराख्नु है काली ल म आइहाल्छु पूजा लगाएर आइहाल्छु आमा म सबैजना आउने ल कुखुरा धपाउँदै बस्नु आमा आउनुहुन्छ हौ कतिचोटि सोधेको हौ यता ल्याउनु बाबा रुमा काली किन हाँसेको खुसी लाग्यो हो पिन्चो नभएर हेर पिन्चो निस्क्यो के भयो सारी के भयो अलि मिलाएर लाउनु अझै लुगा लाउँदै हुनुहुन्छ सारी मिलेन तपाई हेर्दै हुनुहुन्छ फेस टु फेस नेपाल हाम्रो च्यानलमा सब्स्क्राइब गरेर हामीसँग जोडिनु होला र साइडमा रहेको बेल आइकनलाई प्रेस गर्नु भने नबिर्सिनु होला दर्शकवृन्द नमस्कार यति बेला हामी मोरङको लेटाङ खेरुवा 5 नम्बरमा रहेका छौं तपाईले मेरो अगाडि देखिराख्नु भएको छ मान्छे जस्तै बोल्ने मैनाचरी र त्यति मात्रै नभएर भिडियो कलमा पनि मैनाचरीले चाहिँ कुरा गर्नुहुन्छ र मैनाचरीलाई चाहिँ पालेर अहिलेसम्म चाहिँ आउनु भएको उहाँको चाहिँ मूल घरमूली हुनुहुन्छ यहाँ सीता छेत्री दिदी यहाँसँग सुरुमा म स्वागत गर्न चाहन्छु दिदी नमस्कार हजुर नमस्कार हजुरको नाम थोरै बताइदिनुस् हजुर मेरो नाम चाहिँ सीता छेत्री हो हजुरको यो ठाउँको नाम मेरो यो ठाउँको लेटाङ खेरुवा भन्छ हजुर खेरुवा 5 हो हजुर जस्तै नि दिदी यो मैनाचरी तपाईले धेरै अगाडिदेखि पालेर आउनु भएको छ मैले भिडियोतिर पनि देख्छु हैन टिकटकतिर पनि देखेर खास गरी म तपाई भएकोमा आए यो चरीलाई पनि भेटौं हैन बोलेको हेरौं सुनौं भनेर यो चरीलाई चाहिँ कहिले र कहाँबाट ल्याउनु भयो यो चरीलाई चाहिँ मैले ल्याएको अब यो चैतमा चाहिँ 2 वर्ष हुन्छ हजुर अनि मैले उसलाई चाहिँ यही हाम्रै गाउँमा यहाँ मास्तिर के अरे 3 नम्बरतिरबाट ल्याएको हजुर अनि जस म पनि घरमा प्राय एक्लै हुन्छु साथीको रूपमा ल्याएको अहिले पुरै साथी भइरहेको छ अनि बोल्छिन् हाँस्छिन् अहिले चाहिँ भर्खर नुहाएर होला त्यति बोलेकी छैन हजुर भर्खर नुहाएर राखिराख्नु भएको थियो भर्खर नुहाएको अनि पुरै यो के अरे चरालाई यो के अरे मैनालाई लिएर चाहिँ लाइभ बस्नुहुन्छ हैन दिदी तपाईँ हजुर बस्छु त धेरै जनाले तर अहिले चाहिँ निकै भएर नबसेको अब यो हैन धानको कामले गर्दा हजुर अनि त्यति भ्याएको छैन अब फेरि यो कामहरु सकेपछि बस्छु के छ हजुरको टिकटकमा नाम मेरो टिकटकमा सीता छेत्री नै छ सीता छेत्री जस्तै यो के अरे मैनाचरीले चाहिँ बोल्दाखेरि चाहिँ के बोल्छ
उसले चाहिँ पहिलो नम्बरमा त उसले अजितै भनिहाल्यो हो अनि त्यसपछि आमा खोइ भन्छन् हाँस्ने खोक्ने अनि कान्छी आन्टी मम्मी हो भन्ने जस भिडियोहरूमा पनि छ नि मैले बनाएर हालेको छु उसैले बोलेको सबै हजुर जस्तै यो मैना चरीले चाहिँ के खान्छ उसले चाहिँ हामीहरूले खाना नै खान्छन् ए यस्तो बिस्कुटहरू फलफुलहरू चाहिँ धेरै मात्रामा मन पर्छ उसलाई हजुर अनि खानाहरू मासु मांस त्यति खाँदिनन् के हजुरलाई चाहिँ यो चराहरू पाल्ने सोख छ कि सोखले नि पाल्नु भएको हो कि यो भन्दा पहिले पनि यो भन्दा अगाडि एउटा पालेको थिएँ हजुर त्यो चाहिँ बिरालोले मारिदियो अनि पुरै घरै सुन्ने भयो क्या बिरालोले खाइदियो है बिरालोले खेतालमा मारिदियो कति धेरै माया लाग्यो होला तपाईँलाई अनि ऊ पनि भर्खर बोल्न थालेको थियो हजुर जस उसको जति चाहिँ होइन थोरै भर्खर बोल्न थालेको थियो त्यति बेलै बिरालोले मारिदियो अनि घर सुन्ने भयो अनि फेरि यसलाई ल्याएर पालेको हामी त मन्दिर जाने अनि एकैचोटि दुईटासम्म देखेको थियौँ त भिडियोमा के हो नि थियो 4वटा पनि थियो खै त अहिले जस अब होइन यस्तै म जस्तै रहर लाग्ने हुनुहुन्छ नि त लग्नु भयो उहाँहरूले लानुभयो कोलाहरू ल्याइदिन्छु तिमीलाई ल कहीँ पाउनुभयो भने ल्याइदिनु न म पनि पाल्न रहर छ भन्नुभयो होइन हजुर हजुर साथीहरूले अनि लग्नु भयो जस्तै अब फेरि हाम्रो यो भिडियो हेरेर पनि उहाँहरूलाई पनि मैना चाहियो यस्तै बोल्ने मैना चाहिँ हामीलाई ल्याइदिनु निकालिदिनु भन्नु भने चाहिँ उहाँहरूलाई निकालिदिन सक्नुहुन्छ मैना चाहिँ खोजी गर्दा पाउँछ आफै त सकिँदैन किन्नै पर्छ आफूले पनि होइन जस्तै ल यो मैना चरी थोरै उसँग बोल्ने कोसिस गर्नु त के बोल्दो रहेछ काली 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 खोइ बोलेको हो आमा उसको बोल्ने सुरुमा चाहिँ त्यही नै हो क्या आमा खोइ अझै भन्दो रहेछ होइन के भनेको के भनेको के भनेको हौ म त जाने त बजार अब बजार जाने जाने ल म बस्नु ल म यहाँ बसेर नबोलेको कि म यता बस्नु ल एक्लै बस्नु ल म त गएको है मम्मी आऊ न भन्नु ल म त गएको सारी के भयो अलि मिलाएर लुगा लाउँदै सारी मिलेन बोल न हौ अब म जाने बेला भयो नि त जाने अब काली हौ ए काली गिजियाको हो कि क्या हो
सबैजनाले स्क्रिनमा डबल ट्याप गरिदिनु होला, लाइभलाई सेयर गरिदिनु होला र यसरी उहाँले चाहिँ केही खानेकुराहरू दिइराख्नु भएको छ। खाऊ न यो अनि काली भन्नुपर्छ ल खाऊ न काली खाऊ न हौ अनि काली भन्ने नि त छिटो भयो नखाने खोर्सानी चाहिँ पिरो भएर होइन खान्छन् ए रातो खानु छैन आन्टी भनेको खोइ त आन्टी भन न आन्टी भन त आन्टी पनि भन्दैन के भन्दैन त आन्टी पनि आन्टी भन्नु आन्टी भन कतिखेर अघि भन्यो भन सुनि न आन्टी भनेको